यहाँ चाहिँ हाम्रो बडा हुनुहुन्छ है। अब गरममा चाहिँ यसो एउटा फोटो खिच्दिए भन्नुहुँदैछ। एउटा फोटो खिच्दिनु होइन? फोटो खिच्दिनु? एउटा ल बडासँग एउटा फोटो खिच्नेछौँ। हेर्नुहोस् है त बडा बस्नुहोस् ल, एउटा फोटो खिचिदिन्छु। ओके ओके। बडा चाहिँ डान्स गर्नुहुन्छ है। कुन चाहिँ गीतमा नाच्नुहुन्छ? म नेपाली गाउनु न, गाउनु न। नेपाली जोबन गयो बैसाता गएन लैलै, केशव फुल्यो मन आज तन्देरी लैलै, यो जोबनलाई सालम यो बैसालाई सालम, आनै छ रोक्ने मानिसको हजार एउटा हुन्छ है, पुर्खाले भनेर ल्याएको कहिले पो झुटा हुन्छ है, अझै पनि पिराती गाछु मिलैलै, यो जोबनलाई सालम यो बैसालाई सालम। नमस्ते। कहिले गीत हो यो? यो 19 यता हेरेर बोल्नु न। 1966 सालको गीत हो यो। म पनि जन्मेको थिइनँ। हाम्रो बाउ भर्खर जन्मेको छ। हुन्छ त, हुन्छ त, बाई टाटा। यहाँ टाटा गर्दै हाम्रो बडा है बडा। सबैजनालाई ख्रीष्ट अभिवादन अनि जय मसीह। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज धेरै दिन बाद फेरि पनि है यो छोटो भिडियो बनाउन गइरहेको छु। र म चाहिँ आफ्नो ड्युटीबाट आइसकेको छु र आएर चाहिँ हिजो चाहिँ सपनम चाहिँ जो मेरो वाइफ अलिकति बिरामी हुनुभएको थियो र अहिले चाहिँ अलिकति ठिक हुनुभएको छ र उसले अहिले त्यस्तो काम गर्न सकेको छैन र अहिले आफैले नै गर्नु परिरहेछ। र मेरो आन्टी पनि आउनुभएको छ दिल्लीबाट, उहाँले पनि गर्नुहुँदैछ, सकाइदिनु हुँदैछ। र अहिले चाहिँ यहाँ मेरो वाइफ अनि नानी सामर्थ यहाँ ढल्किरहेको छ। अनि आज चाहिँ मेडे, पहिलो मेडे हो। अनि आज मेडेको दिन चाहिँ पुरा अघि त दिन राम्रो हुँदै थियो, घाम पनि लाग्यो है, र अहिले चाहिँ फेरि पानी परिरहेको छ है। अनि नानीको लुगाहरू सबको लुगा धुनुपर्ने थियो है, पानीले गर्दा अलिकति डिस्टर्ब भइरहेको छ। तपाईँलाई म देखाउने छु त। साह्रै ठुलो पानी पनि परेको छैन, एउटा ठिकैको पानी परिरहेको छ। म तपाईँलाई देखाउने छु। अनि त्योभन्दा अगाडि चाहिँ हाम्रो यहाँ बोजू हुनुहुन्छ। बोजू यहाँ ढल्किरहनु भएको छ। बोजू, मेरो बोजू ढल्किरहनु भएको छ। तपाईँले हेर्नु सक्नुहुन्छ अब यहाँको मौसम। यहाँ चाहिँ पानी कम्ती पर्दैछ, एकछिनमा ज्यादा आउँछ एकछिनमा कम्ती आउँछ। यहाँ पानी परिरहेको छ। अनि हेर्नुहोस् मैले मेरो फेभरेट सब्जी है रायोको साग लिएको छु। अनि त्यो रायोको साग चाहिँ 60 रुपियाँ बिटा अरे यस्तो महँगो है। अनि त्यो रायोको साग लिएको छु। अनि त्यो रायोको साग चाहिँ मलाई जतिसक्दो लाग्छ यो टेस्टी छ, किनकि एकदमै हेर्दा नै राम्रो खालको थियो होइन। अनि त्यो 60 रुपियाँ बिटा हो, एकदमै ज्यादा दाम पऱ्यो तर मेरो फेभरेट हो है। यहाँ पाकिरहेको छ, तपाईँलाई देखाउनेछु म। यो चाहिँ रायोको सागको है, यसमा चाहिँ मैले पकाइरहेको छु। यसमा चाहिँ लसुन अदुवाहरू अनि कम्ती ग्रेभी झोल हाल्यो भने चाहिँ दामी हुन्छ है। एकदम मेरो फेभरेट हो यो साग चाहिँ। र चाहिँ यहाँ माटोको एउटा सानो किचन भनौँ है, एउटा कटेरा बनाएको छौँ त, त्यही कारणले चाहिँ अलिकति पानी यसरी चुन्छ। माथि चाहिँ अब च्यादरहरू अलिकति छेडछेड छ कि नयाँ किनेर लाउनुपर्छ है। र अहिले चाहिँ फिलहाल यत्तिकै होस्, एकदमै पानीले छेड बनाउँछ है। अनि पानी चाहिँ त्यस्तो परेको छैन, अहिले रोकियो। फेरि घाम लाग्ला जस्तो भएर यसलाई मेरो नानीहरूलाई चाहिँ मैले गाजर बिटहरू ल्याएको छु। अनि त्यसको सुप बनाएर दिनेछु। गाजर बिट खाँदाखेरि चाहिँ अब ब्लड पनि राम्रो हुन्छ है, त्यो धेरै राम्रो कुरा हुन्छ भनेर हामी जान्दैछौँ है। अन्त यहाँ यस्तो चाहिँ गाजर यो बिट यतिलाई 50 रुपियाँ 60 रुपियाँ पर्छ, महँगो छ है। तर पनि के गर्नु है, शरीरको लागि खानुपर्छ, एकदम हेल्थको लागि राम्रो हो। लुगा पनि भर्खर धोइसक्यो है, घाम पनि मजाले लाग्दैछ। ए घाम लाग्यो एकछिन मात्र हो कि के हो क्या। दार्जिलिङको चाहिँ केही भन्नै सक्दैन, एकछिनमा घाम लाग्छ, एकछिनै पानी पर्छ, एकछिन नै हावा बतास चल्छ, के हो। यहाँ चाहिँ सानो भए पनि बारी बारेको छु, केही सागसब्जी फलफुल रोप्छु भनेर हो। हेरौँ यहाँ के रोपे हुन्छ। घाम लाग्यो हेर्नुहोस् है, पानी पर्न थाल्यो। अघि घाम लाग्दै थियो, फेरि पानी पर्न थाल्यो। पानी पर्नु थाल्यो। र अहिले घरि चाहिँ यहाँ लुगा धोइ हुँदैछ है, एकदम धमाधम लुगा धोइ हुन्छ। अब हामी चाहिँ घर जाँदैछु डामडिमबाट।
इस हाम्रो छोरा यता देखा नानीलाई भाइ समर्थ पार्ले